छोरी कृदा कृदा Hey guys, good morning and welcome back to my mama channel. आज म हाम्रो पुरानो घर घुम्न आएको छु भन्यो छोरी। आज चाहिँ म हाम्रो पुरानो घर हेर्न आएको छु। अहिले चाहिँ आमाले दाउरा काटेको हेरिरहेको छु। मलाई एकदम मजा आहा दाउरा काटेको हेर्नलाई। राम्रोसँग काम गर केटीहरू। अस्मिता अस्मिता दिदीले यहाँ दाउरा काटिरहनु भएको छ। हाम्रो फुपूले दाउरा ओसारिरहनु भएको। आमाले पनि यहाँ घाँस काटिरहनु भएको छ। उता अरूहरू त्यता छन्। उता मेरो पुरानो घर हो। हाम्रो कटर फलेछ। उता मेरो पुरानो घर हो। यहाँ हामी 10 महिनाको बाद आँखौँ भन्। आँप कति धेरै आएको कि। यो आँपलाई के भन्छ नानी? यो आँपको नाम के हो? रातो आँप, सितुरी आँप। कति धेरै आएको कि। उहाँ टुप्पोमा छन्। भ्यू चाहिँ फेरि कति राम्रो हो कि। पानी परेर हाम्रो घर हो यो। बाहुबली एल्ला गर्दै फोटोकपी बाहुबली रत्न पार्क। उता अर्कोलाई फेरि के भन्नु नानी सुशीलालाई चाहिँ बाहुबली बाहुबली अन्त प्रोम्याक्स बाहुबली यता हेर्नु न बाहुबली। म चाहिँ घर जान लागेको है गाइज। मेरो छोरी यहाँ सुती अनि यहाँ नानीहरू चाहिँ काम गरेर आउनुहुन्छ। म घर गएर खाना बनाउँछु। म त घर गएको। बाई बाई मासु भात पकाउनुलाई ह्यापी बर्थडे भन्छु। ह्यापी बर्थडे भाउजू। राम्ररी काम गरेर आउनु होला। दाउराहरू हराउला नि फेरि। राम्रोसँग उस गरेर आउनु। थ्याङ्क यू सो मच। बाई बाई बाई। छोरीसक्यो थकेर लाग्यो नि त मेरो पुन्टुलाई है। माथि चढ्दा झर्दा थकेर लाग्यो। छुट्टी चाहिँ लाग्छ नि त। धन्नै लटेन मेरो छोरी गजु। बाटो छोटा फेरि लोट्छौँ हामी। मम्मा लोटे त केही भएन। मेरो छोरी लोट्नु भएन नि है। पुन्टुलाई त फेरि कहाँ मेरो पुन्टुलाई त छोरी बाटो जाने हो जङ्गलको बाटो। फर्स्ट टाइम एक्लै हिँडेको यो जङ्गल। एक्लै त के भन्नु नानी छ। अरू बेला नानीहरूसँग मम्मीहरूसँग हिँड्थेँ। आज चाहिँ एक्लै हिँड्दैछु। डर पनि लाग्छ।
मलाई त्यही भएर एकछिन रोक्दै हिँड्छु। कति पनि तल झऱ्यो फाइनली। आज सबैजना दाउरा काट्न जानुपर्छ, घरमा कोही छैन। अब चाहिँ यहाँदेखि धेरै टाइम छैन, नरोकिकन हिँड्यो भने लगभग 10 मिनटमा घर पुगिन्छ। लगभग हामी तल झरिसक्यौँ। नानी अझै सुतिरह। धान रोप्ने सिजन, त्यही भएर खेतहरू सबले अब धान रोप्छन्। ओह्रालो झर्दा लास्टै खुट्टा काप्ने के छ, खुट्टा कामेर गाम्रो भयो झर्नलाई। 2-3 चोटि लोट्न लागिसकेँ म त। मात्रै लोटेर केही हुँदैन। फेरि यस्तो साथमा सानो छ मेरो छोरी, यस्तो छोरी लोट्यो भने त फेरि के गर्ने मम्माले है। छोरीको लागि भयो नि बिस्तारै बिस्तारै हिँड्नै पर्यो। जति ओह्रालो भए पनि हिँड्नै पर्यो। फाइनली हामी तल झरिसक्यौँ। अब धेरै टाइम छैन। फाइनली आइपुग्यो। फाइनली आयो गाइस भन्ने छोरी। कृदा त होला, कृदा है म उठेँ भन्यो। म भर्खरै उठेँ, जङ्गलमा उठेन। मम्मी एक्लै आउनुभयो, गफ गर्ने साथी नभएर म उठेँ भर्खरै। फाइनली आएर हामी यहाँ पानी खान लाग्छौँ मेरो साथीको घरमा। छोरीको साथीको घरमा पानी खान लाग्छौँ गाइस। बाई बाई, थ्याङ्क्स फर वाचिङ।